सभाहरू र छिमी सम्पन्न भइसकेको छ र हाम्रो केसेरा चाहिँ जाँदै हुनुहुन्छ र सचिव अनि र बाहिर जति पनि छरेर बस्नु भएको हजुरहरू यहाँ जम्मै नै केही छिनको लागि आइदिनुहोस् भन्ने हामी आग्रह जनाउँदैछौँ र साथसाथै आजको यस पवन तिथिको अवसरमा एकदमै हामी कुनसाङ सैलिङ गुम्बा परिवार भने पनि र सङ्घ सबैहरूले एक महिना व्यापी जुन यो सोजुङको ढोम्बा लिएर हजुरहरू व्रत बस्नु भएर एक महिना त्यसै बितेको जस्तो लाग्छ, हिजो अस्ति जस्तो लाग्छ र आज एक महिना पनि पुगिसक्यो र सबैलाई नै हजुरहरू यस पावन अवसरमा भागीदार भइदिनु भएकोमा र हामी धर्मगुरुहरूको तर्फबाट पनि जम्मै सबैले नै स्वागत जनाउँदछौँ र यसरी नै हर वर्षमा एकपल्ट हामी सागादावा महिनामा हामी सबै जति पनि बस्नु भएको छ उहाँहरूलाई त एकदम साङ्गेको कृपा पाउनु नै हुनुहुन्छ र कृपा पर्छ नै पर्छ र जतिपय अब होइन समयले साथ नदिएको कारणले गर्दाखेरि कतिपय बस्नु सक्नु भएको छैन भने पनि आउँदो सालमा चाहिँ हजुरहरूले पनि कोसिस गर्नुहुन्छ होला भन्ने आशा राखेको छौँ र जति पनि हामी बौद्धहरू छौँ बौद्धहरूले मात्र नभएर सबैले नै यो जुन एक महिना व्यापी चाहिँ हामीले सागादावा महिनालाई एकदमै ध्यान दिएर एकदमै मनद्वारा हामीले यस महिनालाई सोजुङको ढोम्बाहरू लिएर बिताउनु पर्नेछ र एक महिना यो व्यापीमा हामी जुन बसेका छौँ व्रतमा र यो महिना अति नै मैले जस्तै नै भनिसकेको कुरा हो र यो एक महिना भरिमा चाहिँ भगवान् गौतम बुद्ध उहाँले जन्म लिनुभएको र साथसाथै यही महिनामा उहाँले ज्ञान प्राप्ति गर्नुभएको महिना पनि अनि यही महिनामा उहाँले निर्माण प्राप्ति गर्नुभएको महिना भएको कारणले गर्दाखेरि यो महिनालाई एकदमै घुमघिर दावा भनेर बताएको छ। लाखौँ पुण्य सञ्चय चाहिँ हुने महिना भएको कारणले गर्दाखेरि यो महिनालाई एकदमै जुन सिमीहरू बाल्ने, छाकहरू ट्याब्लोहरू गर्ने र मानीहरू जाप गर्ने, गुरु मन्त्र जाप गर्ने, ब्रह्मको मन्त्रहरू जाप गर्ने, जुन मन्त्रहरू तपाईँहरूलाई होइन सजिलो पर्छ त्यो मन्त्र उहाँ मन्त्रलाई जाप गरेर यो एक महिना व्यापी हामी बिताएको हुन्छौँ र यो महिनामा हजुर सबैलाई नै हो जुन यो सोजुङको ढोम्बाहरू लिनुभएको छ र आज जुन फ्रीहरू लिएर तपाईँहरूले फ्रीहरू खाएपछि मात्रै तपाईँहरूको ढोम्बाहरू चाहिँ साङ्गे हुनेछ हो। त्यस कारणले गर्दा यसै उयसमा जुन आज हामी सचिव र केसेरा सिंहबाट र जुन यो फटबरी पनि सुनाउने भन्नुभएको कारणले गर्दाखेरि आजको जुन यो सागादावाको साङ्गेमा नै जति आएको यस वर्षभरिमा र जति खर्च भएको पनि सुनाइदिनुहोस् भने उहाँ आसिङलाई यो अनुरोध जनाउँदैछौँ र उहाँ